तपाईको घर परिवार र तपाईको पेट मात्रै तपाईको होइन, यो देश पनि तपाईको हो र तपाईको नेता तपाई खुद हो, अरु कोही पनि होइन। म त अहिले तँलाई प्रधानमन्त्री बनाउँछु भने अहिले म कुदेर जान्छु, घर पनि जान्दिन। पहिला ज्ञानेन्द्र शाहले के भएर राजगद्दी गुमाउनु पर्यो तपाईलाई थाहा छ? सबैलाई थाहा छ। भोलिको दिनमा हाम्रो श्रम संस्कृति पार्टी जत्रो ठुलै भए पनि हामी दादागिरी देखाउँदैनौँ। प्लिज, हामी दादागिरी देखाउँदैनौँ। बहिष्करण भएर बस्नु पनि पर्यो कुनै बेला, यस्तो यस्तो किन भयो त म भन्दाखेरि दलकै दादागिरीले भएको। हामी प्रत्यक्ष कार्यकारीको चुनाव गराउँछौँ, पहिलो सदनमै हामी त्यो पास गर्छौँ। यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन र त्यो कार्यकारी प्रमुखले 5 वर्ष शासन गर्न पाउँदैन, स्थिरता हुँदैन, व्यतिथिको अन्त्य हुँदैन। त्यहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारा सहित सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई आन्दोलित गर्ने हिसाबले एउटा नयाँ संकल्प सहित म जाँदैछु। मैले मानिस साथीहरूलाई र जनतालाई नै भनेको छु, म थाकेको छैन, थाक्ने पनि छैन।